मस्त छ लागेको छ बिहानी हामी चाहिँ अब म चाहिँ अब टिएम चलाउनु पऱ्यो अबदेखि टिएमको ड्युटी टिपर चढ्यो हेर्नुहोस् रातको 2 बजे उठ्नु परेको छ म सुत्दैन चट्ट लाएर अब जाने अब 9-11 तिर पुग्नुपर्छ ल साथी हो हुन्छ गाह्रो छ गरिरहेको छ होइन गाह्रो छ सबभन्दा नि खुट्टामा गएर चाहिँ साथी हो तनाव छ च्याप लाएर मेरो कोठा चाहिँ हो चट्ट लाएर पानी सानी परिरहेछ गाह्रो छ अब मुखसुख धुँ फेरि अर्को दाइ उठाउनु जानुपर्छ कि गाह्रो छ पैसा कमाउनु गाह्रो छ साथी हो पैसा कमाउनु साह्रो छ खुट्टामा घाउ भएर चलाउँदैन भने गाह्रो छ हेरौँ कति चलाउन सकिन्छ कति बेरसम्म चलाउन सकेसम्म चलाउने हो नि फेरि के हो त्यसका बाजे ठाउँमा त रातको समय छ साथी हो तपाईँहरू त सुतिरहनु भयो होला नि अब देखेर हाल्नु परेर गाह्रो छ साथी हो हिँड्यो अब ख्याकच्याङ गर्ने जाने ख्याकच्याङ गर्ने पानी परेको छ अरू भने त्यस्तै हो अब खुट्टा दुखेर चाहिँ घर भएको अब छाता छैन फेरि होइन छाता छैन रहेछ अब तलतिर दाइ उठाउनु जानु पऱ्यो के छ अब चट्ट बुढाहरू सुत्ने चाहिँ यहाँ तल हो कि तल हो केटाहरू सुत्ने चाहिँ सुतेको छ कि उठेको छ थाहै छैन खुट्टा दुखेको छ अहिले रातको 2 बजेको छ चट्ट लाएर गाइज अब अलिअलि पानी सानी खाएर ड्युटीतिर लाग्यो भने त 2 बजे राति उठेर गाडी लोड हुँदैछ अरे केटाहरू मस्त सुत्दैछन् हामी ड्युटीतिर लागेका छन् बाटो हिलो छन् लोडरले यहाँ सिमेन्ट हाल्दैछन् तपाईँ गाडी कहाँ राखेको छ तपाईँ गाडी कहाँ राखेको छ लोडरले त्यहाँ पुस्दैछन् यहाँ हिलो छन् कस्तो चाहिँ होला ओए दाइ गाडीमा नपुग्दा उता टाङ पर्छ क्या हो
ल यस्तै छ पैसा कमाउनु कति गाह्रो छ है त 2 बजे राति उठ हिँड त्यहाँ लोड गर्दैछ कटटटटट गरेर ढ्याक्क लगाएर तपाईँ गाडी चाहिँ कहाँ छ नि 70 हाल्दैछ यहाँबाट यहाँ लोड हुन्छ ए अब हाम्रो गाडी चाहिँ न चलाउँछु फाइनल्ली ल लोड हुँदैछ 10-15 मिनट लोड हुन्छ यहाँबाट तल लानुपर्छ तल फाइनल्ली हाम्रो अर्को दाइले गाडी हाल्दैछ झ्याप लाएर लिगमा हाल्दैछ लिगमा झप्प लाएर जाऊ 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 अब यता 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 ओ छिरेन छिरेन अगाडि 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 ओ साथी हो खुट्टा खोङच्याङ खोङच्याङ छ है मेरो गाडी चाहिँ यो हो अब यो गाडीमा बस्छु म गएर झ्याप लाएर अनुसन्धान गर्छु मेरो चाहिँ यो हो मेरो चाहिँ पहेँलो छ झ्याप लाएर अब यसलाई यहाँ टक्क हल घुम्दैछ यो झ्याप लाएर हिँड्दै गर्दैछ झ्याप लाएर पानी सानी खाली छैन झ्याप लाएर अब चढ्नु पऱ्यो गाडीमा टिमको चाहिँ यस्तो हुन्छ भित्र झ्याप लाएर ड्युटी लाग्यो 2 बजी राति झ्याप लाएर होइन टक्क लाएर त्यो लोड हुन्छ अनि अब सेलियो ड्युटीको लाएर ड्युटीतिर लाग्यो साथी हो अब झार्ने ठाउँमा आइपुग्यो होइन झ्याप लाएर बाटोको त अलिक देखाउन पाउँदैन बाटो अलिक ठुलो छ झार्ने छ भाइले चलाउँदैछ हाइट पाओ हाइट पाओ दनादन हुँदैछ है बढेमा ढलान यो चाहिँ हाम्रो पुम्पम है पुम्पम यसले माल हाल्छ त्यहाँ लगेर त्यहाँ हाल्छ गाइस हाम्रो चाहिँ उज्यालो उज्यालो हुन लाग्यो हिमाल पनि देख्न लाग्यो कति बज्यो त रातिको 2 बजीदेखि भनेपछि अहिले ठ्याक्कै 5 बज्न लाग्यो भनौँ न अब अझै बाँकी छ के लान्छ केटा हो गाइस त्यो यहाँ फेरि कति साथी गयो क्या अब फेरि दुःख छ साथी दुःख छ पैसा मात्रै छ भनेर भएन के भन्नु गाह्रो छ खुट्टामा घाउ भएको छ अझ त्यति उत्रिनु पर्दैन खलासीले हेल्परले ट्याक्क लगाएर घुमाइदिन्छ झारिदिन्छ त्यही चाहिँ हेल्पर भाइहरू पनि कति हो एउटालाई त पठायो अब अर्को एउटाको पालो ड्युटी आइपुग्नु आयो त्यसको अब ड्युटी हो उज्यालो हुँदैछ आँखा खोल्दैछ अब साथी हो बिहान भयो उज्यालो भयो अहिलेको लगभग 5:30 भएछ
बेलुका 4 भइसक्यो अझै पनि ढलान सकेको छैन। बिहानको भात पनि यही बिहान पकाइलो गाह्रो छ हौ, पैसा कमाउनु गाह्रो छ साथी हो। खाउ खाऊ अरे ल 10 बजे मतलब 9 बजे भित्रमा सकिने भन्ने आश छ, न छैन। दस बजेपछि चाहिँ अरू केटाहरू आउँछ। आफूले चाहिँ अहिले हुन्छ फेरि 10 बजीसम्म सक्यो भने चाहिँ रिल्याक्स केटाहरूलाई। अब झन् ढिला भनेको यसको काम सक्यो अरे, यो रातभरि चलाएको अब सुत्न जाने भन्यो। अब पछाडि सानो एउटा चाइनिज मिक्सर चलाएको छ, कतिखेर सकिने थाहा छैन। बर्बाद खुला मखुला मिसिनले हाल्छ, त्यहाँ जान्छ, त्यहाँबाट चाहिँ सबै सकिन्छ। अब यति बाँकी छ, यति पाठ गरेपछि सक्यो। आज 10 बज्छ। अब यसको चाहिँ घर जाने टाइम भयो, सुत्ने रे गएर झ्याप लाएर। गाइस बिहानदेखिको समयले अहिलेसम्म नै सकिएको ढलान, रात परिसक्यो। अब एकछिन हाम्रो पालो पछि दाइहरूको पालो। अब मेरो ड्युटी सक्यो यसपछि। अब